आमा बन्न पनि कहाँ सजिलो छ र। त्योभन्दा अगाडि स्वागत छ साथीहरू आजको मेरो मिनी ब्लगमा। बच्चा भएपछि कति गाह्रो हुन्छ भन्ने कुरा त्यो बच्चा हुने आमालाई मात्र थाहा हुन्छ के। छोटा छोटा क्लिपहरू बनायो अनि छोरीले कतिखेर डिलिट गरिदिन्छन्, कतिखेर अनि मोबाइल निकाल्यो छोटा क्लिपहरू बनाउँछु भन्यो, छोरीले मोबाइल मागेर आधा क्लिपै बनाउन दिन्निन्। बल्ल तल्ल बनायो अनि धौधौ गरेर एडिट गर्यो, त्यही पनि कतिखेर छोरीले मोबाइल लगेर एडिट गरेका क्लिपहरू पनि डिलिट गरिदिन्छन्। अनि साथीहरू मेरो छोरी चाहिँ राति 11-12 बजे सुत्छिन्। छोरी कतिखेर सुत्लिन् र भोइस ओभर गरौँला भन्यो, भन्दा भन्दै कहिले त 2 दिन हुन्छ। यो ब्लग पनि मैले बनाएको हिजो हो, मैले चाहिँ भोइस ओभर गर्न पाएको थिएन, त्यही भएर आज गरेर पोस्ट गर्दैछु। यति दुःख गर, यति मिहिनेत गर, अनि बच्चासँग धौधौ गरेर एडिट गर, भोइस ओभर गर, अनि पोस्ट गर। कमेन्टको त कुरै छोरम, कमेन्ट त भित्र गएर कमेन्ट गर्नुपर्छ। त्यहाँनिर आएको हजुरहरू हेर्नुहुन्छ, लाइक नगरेर गइहाल्नुहुन्छ के। एउटा लाइकले हजुरको केही बिग्रिन्न के। कति आशा बोकेर दिनभरि गरेको मिहिनेतहरू देखायो अनि हजुरहरू लाइकै गर्नुहुन्न। बेलुका पोस्ट गर्यो भने पनि अनि 5, 10, 15 लाइक आउँछ, 100, 150 भ्युज आउँछ। म त कतिखेर दिक्क लाग्छ, आफ्नै आफन्तहरू साथी भएका मान्छेले पनि लाइक कमेन्ट गर्नु हुँदैन कि। कतिखेर दिक्क लागेर म त भिडियो नै बनाउँदैन भन्छु, अझ बनाउन मन लागिहाल्छ कि मलाई त।